त्यसपछि आउँछ यसको सबसे स्ट्रङ पोइन्ट फिल्मको सिनेमाटोग्राफी। लेट मी बी अनेस्ट, मैले यो लेभलको सिनेमाटोग्राफी अहिलेसम्म कुनै पनि नेपाली फिल्ममा हेरेको छुइनँ। ठुलो कुरा गरे जस्तो हुन्छ, तर फिल्मको लाइटिङ र कलर ग्रेडिङ हलिउड लेभलको छ। काहीँ त मलाई A24 स्टुडियोको याद आइरहेको थियो, यति राम्रो छ। अनि यसको VFX न्युज अनुसार दे लिटरली स्पेन्ड 2 करोड, त्यो पनि 9 मिनेटको एउटा टाइगर वाला VFX सिनको लागि। यसबाटै थाहा हुन्छ कि हाउ सिरियस दे वर रिगार्डिङ दिस फिल्म भनेर। रेस्पेक्ट फर द कन्भिक्सन अनि ग्रेट थिङ यु डोन्ट नोटिस द VFX। अफ कोर्स नट पर्फेक्ट, तर एकदमै धेरै रियल फिल हुन्छ। र यसको म्युजिक र साउन्ड डिजाइनले स्टोरीलाई अझै धेरै इम्प्याक्टफुल बनाउँछ, अझै इमर्सिभ बनाउँछ। र सबसे इम्प्रेसिभ फिल्मको प्रोडक्सन डिजाइन। फिल्मको टाइमलाइन आजभन्दा 200 वर्ष अगाडि छ र फिल्मलाई अहिले सुट गरिँदैछ। प्रोडक्सन डिजाइनमा तपाईँले अलिकति पनि गल्ती गर्नुभयो भने त्यो ओल्ड बिल्डिङ ब्रेक हुन सक्छ। तर जुन लेभलको एटेन्सन टु डिटेल्स देखाएको छ फिल्ममा, धेरै नै ध्यान दिएको देखिन्छ। क्यारेक्टरहरू सबैजना खाली खुट्टै छन्, त्यो घरको सामानहरू र कस्ट्युम डिजाइनहरू सबै पर्फेक्ट देखिएको छ। इफ त्यो टाइममा त्यस्तै हुन्थ्यो भने, जुन अगेन आई डोन्ट नो, तर प्रोडक्सन डिजाइनमा धेरै नै मेहनत गरेको छ।